वेलकम टु आवर पाथिभारा ब्लग सो हो अहिले अलिकति ब्लगहरू थोरै कम आइरहेछ बट आइ एम गोइङ थ्रु सम फेज बट आल ड्रामा बेस एन्ट्री गरेर सुटिङमा भयो थिएँ अगाडि यात्रा फेरि हाम्रो यात्रा युद्धभन्दा कम थिएन। अहिले चाहिँ बाटै देखिएको छैन। त्यो पुरै स्नोफल जस्तै अब देखियो हामी सबैजना यो यात्राको लागि निकै खुसी छौँ तर म असाध्यै धेरै नै खुसी छु। किन त थाहा भएन तर मलाई यस्तै शान्त ठाउँहरू निकै नै मनपर्छ। डाँडा काँडा र म क्यामेरा एङ्गल मिलाएर आउँछ त। हेरेर थाहा भएछ को मान्छे कति क्याप्चर हुँदैछ। सम्झनाको छाया मलाई चाहिँ भन्दैछ या भाइहरूले अचार लास्टै पिरो छ। पाँचले 4 मैले 6 एक हामी कति गयो 2 3 4 ट्राई हेर्नु न कतिको पिरो छ। चट्टान हुँदैन क्या हुन्छ केटाहरूले साह्रो पिरो छ भन्छ हेर्नु है कस्तो जल पनि न Oh my God, bro. Oh, hell no, man. What the fuck, man? पिरो रहेछ है काललाई। कालले कति चम्ची हाल्नु कान्छाले सात अब चाहिँ ट्रेकिङको लागि अब रेडी अब कस्तो देख्यो अहिले गर्दा पहिलो पाइला 40 सो हाम्रो चाहिँ अरू सालभन्दा नि साल धेरै छ अरे उहाँहरूले भोलि मन्दिर चाहिँ पुग्छ ल अल्छी लागेको हुन्छ हाँस्छ साँच्चीकै कान्छालाई त बिहानै
1 बजेको अँध्यारोमा हिँडाउने पुग्दैन त अनि माथि कान्छा जतिको यो ठाउँ कसैले चिनेको छैन बच्चादेखि चिनेका नि उसले त हामीले त गाइड पो ल्याएको त यो गाइड ल्याएको हामीले राम्रो नानी सर्टकट के भन्नु कुद्नु नसक्ने त यो केटी भगाउँदा नि केटै थाको भने त केटीले भन्दैन त थुक्क नाम मर्दा बुढा भनेर यो फुल चाहिँ हामीले सुँग्न नपाए नि मग 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 गनाइरह होला पानी पर्दैछ क्या दाइको भिडियो चाहिँ झन् सट्टै सर्छ अरे दाइ कान्छे बाटो मोडन हेर्दा मात्रै अल्लाह रे हामी चोख छ यो मन आहै लै लै आहै लै 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 लक्की दाल चाहिँ हाम्रो भाइले गर्दा चिया ब्रेक पाएको छ होला जोर यस्तो नेचर पाइन्छ त पाइँदैन धरानमा धरानमा सट्टै सट काठमाडौँमा पनि नेचर बा नेचर बा यस्तो क्यामेराम्यान चाहिँ चाहिएन है नेचर भनेको कस्तो हुन्छ यस्तो हुन्छ सट्टै सट सो हाम्रो पुग्नुपर्ने चाहिँ आजको हामी ओभरै लेट भइसकेको छौँ हामीले यहाँ भर्खर चिया खाएर हिँडेको हामी हिँडेको कति पनि भएको छैन किनभने हामी धेरै यो लाइक फोटोसुटै गर्दैछौँ अब चाहिँ हामीले क्यामेरा अफ गरेर हिँड्नुपर्ने हुन्छ नि ल अफ भयो गाइज दादाले भाइ माया गरेर भाइले एउटा मेमो सकेर दादाले लुगे लट्ले जति जे भयो भने आफ्नो केटाकेटीहरूको माया लाग्छ कि माथा पाखी भाडाले हामी सबैको कल्याण गरौँ सबैको घर परमेश्वर हैट मेरा भावना छरिए होला खरानी बनी मजला पनि बोलेन बरु जति बोले थियो तिमीले छोड्दा म बोल्दा पनि मरे पनि जानेरै नजानेरै नचिनेको नदेखेको मान्छे नि आफूलाई लाग्थ्यो अब माछा खेल्दै आइपुग्यो 6 बजे नि आएको अब बास बसेर बिहान उठेर
दर्शन गर्ने हामी दाइ कति बजी देखाइदिनु क्यामेरामा एक हेरे मोबाइलमा त 6 ल 6 आधा कान्छाले छिट्टै हिँड्यो है हामीलाई हेलो हेलो सो दाइले चिसो पानी मुक्दैछ खाना जाँदैछ हाम्रो माथिल्लो फेदीमा हाम्रो सब्जीमा आलु साग अचार दाल पापड भात आज मासु खानु हुँदैन किनभने मन्दिर जानुभन्दा अगाडि मासु खानु हुँदैन त्यस्तो पोइन्ट घिउ र भात मात्रै खान्छु है म चाहिँ स्वर्गीय आनन्द मिठो धेरै ढिलो हुन्छ अबी टाइम फर बेड ए सरे रात त केटो त यस्तो त हो यस्तो हेर्दा भाइ यस्तो त गर्छ फेरि सुत्छ एकछिन फेरि मलाई डर लाग्यो फेरि हरेक 2 सेकेन्ड क्या यस्तो यसो खुट्टापट्टि चिसो छिरेको रहेछ के उडेको रहेछ क्या खुट्टापट्टिबाट हावा सर 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 छिर्दै रहेछ केटो त चिसोले पुरा ब्रेक डाउन छाड्दैछ जाडो हुन्छ भनेर राम्रो सिलगला सिक्किम दादाको भरे यो चाहिँ हाम्रो सुटिङमा एक्लै स्याउ टोकिराख्नु भएको काजी सर जोडी नै छैन के गरोस् त एक्लै स्याउ खाँदै बस्नुभएको सर जोडी नै नभएपछि के गरोस् त बिचारा मेरो काजी कति बजी उठिछौ त चाहिँ 1 बजे असर उठिस् तेरो नि गाडी सुरु यसै हल्ला सुनेर अझै कति 11 कतिमा उठेको थिएँ ब्ल्याङ्कै काठमा केले हाने जस्तै ढोक भित्रको भेस्ट पनि चेन्ज गर्छु किनकि हिजो अलिकति पसिनाले भिजो जस्तो लाग्यो मलाई सल चाहिँ हामी सनस्क्रिन लगाउँदैछ गोरे पो देखेर तेरो दाइ गोरे नै त छ नि कुहिरे जस्तो देखेको आउँछ त्यो अहिले सनस्क्रिन पुरै देखिरहेछ कि बाहिर छ यो मलाई लाउन नआएर क्या 2 बजेको यात्रा है 2 AM को हाम्रो यात्रा सुरु भयो कान्छी थान यहाँको अहिले तपाईँहरूको आँखाले क्याप्चर गर्नु सक्दैन होला तर आकाशमा यस्तो मजाको तारा छ नि आई कान्ट इभन एक्सप्लेन क्या तर यहाँ देखिँदैन रहेछ क्या यो क्यामेराले कति मेगा पिक्सल हो क्याप्चरै गर्नु सकेन आई होप अब भोलिको दिन होइन बाहिर हामी राम्रो क्यामेरा किनेर त्यस्तै 4 बजे होला यो पोइन्टमा यो खास गरी चेक पोइन्ट हो यो चेक पोइन्टमा चाहिँ राम्रो सनराइजको भ्यू देखिन्छ क्या त्यही भएर हामी हतार नगरेर किनभने जे गरे पनि माथि गएर वेट गर्नै पर्छ यहाँ ठिक छ भनेर हावाले लाग्दैन चिसो पनि हुँदैन अब मन्दिरको मान्छे बादल चरी वरिपरि जय पाथिमा
यो दुइटै राख्नुभयो पूजा आज फाइनली इट्स डन मेरो भाइ छ उज्जवल भाइ छ उज्जवल खै कहाँ गयो यो मेरो भाइहरू छ यहाँ कोइलामै अनि ओठ ज्योतिषी क्या हो फाइनली पूजा आज सक्यो सबै राम्रोसँग अब चाहिँ घरतर्फको यात्रा त्यसमै हाम्रो ब्याग प्याकिङ हुँदैछ यहाँ ब्यागहरू त तल जत्रै छ होला नक्के दाइ पाइहाल्यौँ हामीले रुम एकजनाले गयो भने अर्कोले साथ दियो तँलाई थाहा छैन होला मैले लगाएको थिएँ कस्तो मतलब कान्छ जस्तै यस्तो पछाडि अलिकति निस्किने यसको त चाक्क निस्केको छैन त्यस्तै निस्किने रेड फुल हुन्छ क्या ब्ल्याक र रेडमा मैले रेड सर्ट खालको लाग्यो यसरी गरेको छु रेड सर्ट खालको चेक सर्ट हुन्छ नि दाइ अहिले चाहिँ थपिलो लाग्छ सरी दादा तपाईँ आउनु ल तपाईँ ट्राई यहाँबाटै ल ट्रिपल ल सर्ट लास्ट ट्राई ल यसरी चाहिँ भेटाइदिनु है त हामी सट्टै खोइ दादा अनि पोच भाइ मेरो कम्प्युटर आएन हाम्रो बिहानको खाना जाँदैछ फर्किँदैछौँ हामी कति छिटो यात्रा सक्यो थाहा पाइस् थाहा पायो मेरो भाइले भर्खर त सुरु गरेको एकैछिन है हामीले अलिक ढिलो सुरु गऱ्यौँ कि सट्लो घिउ र म्याम मात्रै चुपुक्का सट्टै
छ म ठुलो बाटो जानुपर्छ दोकान पुलिसले मार्छ हामी यता चेक पोइन्टमा चाहिँ मैले नाखेर्नु मेरो पुरै छाला पिल्छेर सिगन गर्दा गर्दा झन्डु आम त्यही हाके अङ्कल यही बाटो धरन जाने हजुर नि टाइम हुन्छ फाइनली अफरोड सक्यो अफरोड सक्यो हुँदैछ हाम्रो डिनर भेटारमा अरे त एकचोटि त सर्याप्प हाम्रो भेटारमा हाम्रो डिनर हुँदैछ फाइनली रिच्ड होम पहिला उसले टक हाम्रो जोरा त के हो मास्क राख आँखाभरि धुलै धुलै फाइनली रिच्ड होम वानमा चाहिँ खोइ हाम्रो दिदी मिल्नु ला गगा फाइनल गेट अप माई फाइनल गेट अप माई फाइनल गेट अप सो मामु होइन वो कान्छा पनि तिमीहरू जस्तै हिँड्न सक्नेमा त पाँचै ल Finally home. Mamu. Hello. छोरा पनि यहाँ छ मम्मीले मलाई कफी बनाइदिनु हुँदैछ अल्दो इट्स लेट नाइट बाई